हामी परि सिम घाँस काट्न जान लागेका छु। सिम भनेको के भन्नु होला भनेपछि दलदल भएको माटो देखे सधैँ पानी जमिने ठाउँलाई सिम भन्दाखान त्यहाँडो घाँस उम्रिराख्थ्यो छ सधैँ। अनि त्यही घाँस काट्न जान लागेको छु हामी 3 बहिनी। आज यी देखे आसी यसैले घाँस काट्दा छन्। ल हामी घाँस काट्ने ठाउँ आइपुगेका छौँ। यहाँ हेर्नुहोस् यहाँ घाँस काट्न आएको छु। परि मेरी सानी बहिनी दिया हो ऊ त्यो तुल्छा काटेका छु देख्यौ परे त्यो मेरी बहिनी हो। हामी यसाबाट घाँस काट्दा देखे हाम्रा गाउँ यसा घाँस हुँदाखान परि हामीले एक कट्ठा घाँस भरिहाल्यौँ। अब हामी यहाँ यसो पानी छ पानी छ पानीमा घाँस काट्दा यसरी घाँस काट्दा छु। एउटा पानी छ आसी पनि लाग्दैन है दिउ मेरो आसी दिदी दिदी यसरी घाँस काट्दा छु त क्या यी कसा दुःख छन् ल यहाँ यति घाँसको थुप्रो बनाएको छ यी जुक्कै मैले घाँसको कट्ठा बोक्ने बनाएकी छु बरे दाउदी। हाम्रा क्या गाउँमा घाँस नकाटेपछि दुध दिँदैन गाई दुध दिँदैन दुध खान पाइँदैन। बन्द गर कसरी बन्द गरी निकारी यसै हो घाँस पानी उडो घाँस काट्नु पर्दछ। घाँस पनि ढङ्गिलो आछि ढङ्गिलो नै छ घाँस देख्न साथ्यौ न ए हेर यसरी काट्न खाने घाँस यो आसी हो। हेलो गाइस हामी घाँस काट्न आएको। यति धेरै घाँस छ यी पनि यत्रो न एक बेत्ता जत्न हामीले घाँस काटिसक्न लागेका छु। परि एक आधा कट्ठा भएको एक कट्ठा भरि गयो परि त घाँस हाल्न लागेकी छ। तराई हो देख्या साथ्यौ कट्ठा त घाँस किन हाल्ला भन होला पहाड डोगाउँदा हाल्ला खान यहाँ कट्ठा त घाँस हाल्ला देख्या परे नानु छ नि त घाँस नानी छ घाँस काट्न कि सिपालु छ यसलाई पाउने जयराजा साह्रै भाग्यमानी हुने हुन्। काटिसकेका छु घर जान लागेका छु। म बोक्छु भए भने मेरी बहिनीहरू यहाँ यति निकी छन् मलाई बोक्नै लगाएन क्या म आसी बोकिखान आएको छु। यी दुई जनी घाँस बोक्न लागेकी छन् परे यी 2 कट्ठा घाँस काटिखेन गयौँ हामी परे यहाँदेखि परे त्यही खोलाउँदै काटेका हौँ। ल अब हामी घर गयौँ बाई बाई।